आज हामी चितवनको भाइरल घरमा छौं। यो घर चाहिँ चितवनको पदमपुरमा छ। बाहिरबाट यो घर यस्तो देखिन्छ। अब सँगै मिलेर भित्र जाउँ है त। राम्रोसँग हेर्ने हो भने चाहिँ यो घर घुम्नलाई 3 घण्टा लाग्छ रे। अब 3 घण्टा त होइन, 3 मिनेटमा यो घर पुरै हेरेर भ्याउँ है त। कति धेरै सानो सानो अर्कहरू है मम्मा? हो, खाल्डोहरू कति धेरैवटा खाल्डो रहेछ मम्मा, कस्तो डर लाग्दो रहेछ। यो खाल्डोमा खस्यो भने के हुन्छ? खै छोरी, मलाई पनि थाहा भएन यो खाल्टोहरू किन छ, तर त्यहाँ तल चाहिँ बेसमेन्ट रहेछ के। ए, बेसमेन्ट पनि रहेछ? अब यो चाहिँ दोस्रो तल्ला। दोस्रो तल्लामा के छ होला? कति धेरै भर्याङहरू। हो, यो घरका विशेषताहरू धेरै रहेछन्। अनि यो घरमा त 34 वटा भर्याङहरू रहेछन् नि। ए आमा। अनि यो सानो सानो पिल्लरहरू छन् नि, यो कतिवटा छन् थाहा छ तिमीलाई? कतिवटा छन् र? 444 वटा छन्। राम राम। अनि दोस्रो तल्लामा चाहिँ के छ नि मम्मा? यो दोस्रो तल्लामा चाहिँ सबै बेडरुमहरू मात्रै छन् के। ल, बेडरुम कस्तो छ त्यो पनि हेरौँ है त। सबै बेडरुमहरूमा चाहिँ एउटा बाथरुम अनि एउटा बाल्कनी पनि रहेछ के। अनि झ्यालहरू पनि कति धेरै है मम्मा। अनि कोठाहरू पनि कस्तो उज्यालो है। आहा, कस्तो राम्रो भ्यू। ल, यो चाहिँ दोस्रो तल्ला भयो। अब चाहिँ तेस्रो तल्ला जाम है त। ल, जाम। अनि मम्मा, यो घरको अरू विशेषताहरू पनि भन्नुस् न। भइहाल्छ नि। यो घर जसले बनाउँदै हुनुहुन्छ नि, यो घर चाहिँ उहाँले एकदमै युनिक घर बनाउने प्रयास गर्नु भएको छ। 7 वन्डर्स अफ द वर्ल्ड छ नि, त्यो स्ट्रक्चरहरूको चाहिँ राम्रो राम्रो फिचर्सहरू यो घरमा राख्नु भएको छ अरे के। ओ, कस्तो युनिक विचार। अनि अरू विशेषता मम्मा? अनि अर्को विशेषता चाहिँ यो घर जताबाट हेरे पनि उस्तै देखिन्छ के। त नि। ल, अब यो चाहिँ तेस्रो तल्ला भयो। अब हामी चाहिँ चौथो तल्लामा जाम है त। चौथो तल्लामा के छ होला? यो घरको अर्को विशेषता चाहिँ यो घरमा चाहिँ हरेक तल्लाहरू फरक फरक डिजाइनको छ के। यो घर त साह्रै ठुलो छ मम्मा, म त अवश्य हराउँछु होला। मम्मा, यहाँबाट तल हेर्न मिल्छ? मिल्छ। ल, हेर नि त। अबुई, कति डर लाग्दो। ल, यो चाहिँ भित्रको भ्यू भयो। अब चौथो तल्लाबाट पदमपुर गाउँ चाहिँ कस्तो देखिन्छ त्यो पनि हेरौँ है त। कस्तो देखिन्छ होला? कति राम्रो। आहा, पदमपुर त साह्रै राम्रो रहेछ मम्मा। फाइनली हामीले चितवनमा रहेको भाइरल घर हेर्ने मौका पायौं। यो घर चाहिँ बनिसकेको छैन, बन्ने क्रममै छ। त यो घर बनेर सकेपछि कस्तो देखिन्छ होला है मम्मा? यो घरको ओनरको उद्देश्य चाहिँ यो घरले नेपाललाई विश्वमै चिनाओस् भन्ने रहेछ के। ए, कस्तो राम्रो विचार। साँच्चै तपाईहरुलाई यो भाइरल घर कस्तो लाग्यो नि? तपाईहरु पनि चितवनमा घुम्न आउँदै हुनुहुन्छ भने यो भाइरल घर अवश्य हेर्नु होला है त। ल, बाई।